पाथिभारा केबल कार स्टेसन यहाँसम्म चाहिँ गाडी आउँछ अनि यहाँबाट माथि चाहिँ अब पैदल यात्रा गर्नुपर्ने हुन्छ। रेडी हो बाबु? रेडी हो? हाम्रो रुम खाना बस्नको चाहिँ एकदम राम्रो व्यवस्था रहेछ। यहाँबाट चाहिँ मास्लो ठुलो फेदी चाहिँ एकदम बबाल देखिँदो रहेछ है। लेख लाग्न सक्ने स्थान भनेर लेखेको रहेछ है। हेलो एभ्रिवान, वेलकम एन्ड वेलकम ब्याक टु माई एनदर भ्लग। अनि म चाहिँ आज पाथिभारा मन्दिरमा जाँदैछौँ। अनि आज चाहिँ डे 2 हो। हिजो हामी इटरीबाट यहाँ ताप्लेजुङसम्म आएको थियौँ। अनि हिजो चाहिँ हामीले भ्लगहरू बनाउन पाइनँ किनभने गाडीमा लामो यात्रा थियो अनि बाबु पनि थियो नि त मसँग, त्यही भएर पनि भ्लगहरू बनाउन पाइनँ, एकदम अप्ठ्यारोसँग आइयो। अनि हामी चाहिँ ताप्लेजुङ आएर यहाँ भट्टराई होटलमा बसेका थियौँ। खाना बस्नको चाहिँ एकदम राम्रो व्यवस्था रहेछ। तपाईँहरू पनि पाथिभारा जाँदै हुनुहुन्छ भने भट्टराई होटलमा आउनु होला भन्न चाहन्छु। आज चाहिँ हामी यहाँ ताप्लेजुङबाट माथि काफ्लेपाटी हुँदै मासु फेदीसम्म जानेछौँ। हिजो चाहिँ हल्का माथि डाँडामा हिउँ पनि परेको थियो अरे पाथिभारामा भन्दै सुनेको थियो। अनि आज के हुन्छ कस्तो हुन्छ हेर्दै रहनु होला भिडियोलाई। अनि मसँग चाहिँ मेरो छोरा अनि मेरो बुढी आएको छ। हामी चाहिँ लगभग अब रेडी पनि भइसकेको छ है, ब्याग स्याग रेडी गरिसकेको छौँ। अहिले लगभग बिहानको 10 पनि भइसकेको छ। हेरौँ साथीहरू अब माथिसम्मको यात्रा आजको कस्तो हुनेछ। तपाईँहरूलाई पनि सँगसँगै पाथिभारा दर्शन गराउनेछौँ है त। कस्तो भइरहेछ तिमीलाई? कस्तो कतिको एक्साइटेड? एकदम सक्दिनँ हिँड्नु सक्दैन कि भन्ने छ। अब मैले चाहिँ झोला अनि बाबु पनि सँगै बोक्नु पर्ने हुन्छ। बुढीलाई चाहिँ त्यत्तिकै हिँडाउँछु म। कतिको हिँड्छ हेरौँ है। रेडी हो बाबु? रेडी हो? ल बाबु पनि रेडी भइसकेको छ अनि हामी पनि रेडी भइसकेको छौँ। टक्क झोला भिडेर अब चाहिँ हामी जानुपर्ने हुन्छ गाइस है। टोक टोक टोक। हामी बसेको होटल चाहिँ यही है त, यहाँ देख्न सक्नुहुन्छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ है त। यही गाडीमा जाने हामी चाहिँ है। टक्क गाडी रेडी भइसकेको छ। कहाँ जाने अरे बाबु? एकछिन हो हामी पहाड के हो यो हेर कति राम्रो। अहिले चाहिँ हामी ठ्याक्कै काफ्लेपाटी आइसकेका छौँ। अनि यो जुन तपाईँहरूले देखिराख्नु भएको छ यो चाहिँ काफ्लेपाटीको दृश्य हो। काफ्लेपाटी चाहिँ यस्तो छ है त। यो बिच बाटोको भिडियो चाहिँ हामीले लिन पाइनौँ किनभने बाबु सुत्यो, त्यही भएर अप्ठ्यारो भएर हामीले भिडियो लिन पाइनौँ। अनि ताप्लेजुङ सदरमुकामदेखि सुकेटारसम्म चाहिँ पिच बाटो रहेछ। त्योभन्दा माथि चाहिँ कच्ची सडक छ है त। यहाँसम्म चाहिँ गाडी आउँछ अनि यहाँबाट माथि चाहिँ अब पैदल यात्रा गर्नुपर्ने हुन्छ। हाम्रो डेस्टिनेसन भनेको चाहिँ मास्लो फेदी हो। अनि यहाँ देख्न सक्नुहुन्छ काफ्लेपाटी फेदी दो बाटो ठुलो घन्टी अनि मात्रै माथि डाँडामा पुग्ने रहेछ है त गाई छ। त्यही हो, हामी चाहिँ अब उकालो लाग्दैछौँ। कस्तो छ बाटो? म चाहिँ पहिला पनि गएको, ऊ चाहिँ फर्स्टचोटि हो। अब यहाँबाट माथि बलु डाँडा पुगिन्छ। बलुबा डाँडाबाट अलिकति माथि गइसकेपछि चाहिँ ठुलो फेरि पुगिन्छ है त।
अहिले चाहिँ हिँडिरहेको छ। अब माथि गएपछि के हुन्छ, बोक्नुपर्ने हुन्छ कि के हुन्छ। बाटो चाहिँ यहाँ काफ्लेपाटीदेखि नै उकालै उकालो उकालो छ। त्यही भएर अब ठाउँ चाहिँ यस्तो बस्ने ठाउँहरू पनि बनाइदिएको रहेछ। सफा देख्न सक्नुहुन्छ है त बस्ने ठाउँहरू पनि। थाक्नुभयो भने चाहिँ अनि टाक्क आएर आनन्द लिन सक्नुहुन्छ। झप्पसँगले यहाँ कुचो पनि राखेको रहेछ, आनन्द लिन सक्नुहुन्छ है त। हामी अघि आउने बाटो चाहिँ यो पर है त। यो माथिको यो डाँडा चाहिँ सुकेटार एयरपोर्ट हो। यहाँबाट यस्तो हुँदै यो जङ्गल हुँदै चाहिँ आएको हो। एकदम बवाल छ भ्यूहरू चाहिँ है, देख्न सक्नुहुन्छ है त सुकेटार एयरपोर्टको। पुरै धुम्म लागिरहेको रहेछ अहिले चाहिँ। बाटो चाहिँ यस्तै छ साथीहरू, उकालो बिस्तारै जाने हो। आज हाम्रो डेस्टिनेसन चाहिँ मैले अघि तपाईँहरूलाई भनिसकेँ, मासु फेरि ठुलो फेरि आनन्दले जाने हो क्या। छिटो हिँड्यो भने त श्वास बढ्छ नि त, त्यही भएर पनि हामी बिस्तारै जानुपर्ने हुन्छ। त्यही गाइज हेरिरहनु होला है त। लेख लाग्न सक्ने स्थान भनेर लेखेको रहेछ है। सशस्त्र प्रहरी बलले बिस्तारै हिँड्नुहोस्, प्रशस्त पानी पिउनुहोस् वा ककी वा टाउको दुखाइ भएमा के हो विश्राम लिनुहोस्, चिसोबाट बच्न तातो कपडा लगाउनुहोस्, मन्दिर पुग्ने बाटो ठाडो र चट्टानी छ। आपतकालीन सहायकको लागि टोल फ्री नम्बर 1114 सम्पर्क गर्नुहोला भनेको रहेछ। यो चाहिँ राम्रो कुरा हो। अब माथि जाँदाखेरि लेख लागिहाल्यो भने है उहाँहरूले सहयोग गर्नुहुन्छ नि त। त्यसको लागि सशस्त्र प्रहरी बल नेपाललाई चाहिँ सपोर्ट। एपिएफ सहायता कक्ष चाहिँ यहाँ देख्न सक्नुहुन्छ है त। सास चाहिँ हल्का हल्का बढिहाल्दो रहेछ कि फेरि। मलाई चाहिँ अब छिट्टो सास गर्ने भइसक्यो क्या झन्। पहिला त धेरै हिँडिन्थ्यो है। एभरेस्ट बेस क्याम्पसम्म पनि पुगेको मान्छे हो, काला पत्थर चढेको हो। तर अब चाहिँ नसकिने रहेछ, गाह्रो छ। सधैँ शरीर एकनासको हुँदैन रहेछ। यस्तै छ हिँडाइ चाहिँ, बिस्तारै हिँड्नुपर्ने हुन्छ किनकि लेख लाग्न सक्छ नि त छिटो हिँड्यो भने चाहिँ। त्यही भएर बिस्तार हिँड्नु होला। आउनुहुन्छ भने कोही है बिस्तारै जानुपर्छ। अनि यो चाहिँ बलु डाँडाको लुक्स हेरौँ है त। हल्का दामी छ बलु डाँडा पनि है। उफ हल्का थाकेको अनुभव भइरहेछ यार। म भन्दा त मेरो बुढी स्ट्रङ रहेछ मेरो छोरा होइन। म त लास्टै सास बढ्न थालेछ हौ, दमले भेटायो कि यो सालको फर्स्ट टाइम अरे। हिजो हिउँ पनि परेको रहेछ हल्का हल्का। आज जे होस् खुलिरहेछ। अब भोलि चाहिँ खुलियो भने अझ राम्रो हुने थियो क्या हामीलाई। त्यही हो साथीहरू, यही हो बलु डाँडा। तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ पाथिभारा केबल कार स्टेसन। तपाईँहरूले देख्न सक्नुहुन्छ निर्माण कार्य भइरहेको रहेछ। अनि यहाँदेखि माथि सिधै त्यो साइड यहाँबाट चाहिँ केबल कार सिधै माथि लाने रहेछ। पारीको गाउँ पनि दामी देखिरहेको छ है। कुन गाउँ हो तपाईँहरूको? कसैको गाउँ पऱ्यो भने चाहिँ कमेन्ट गर्नु होला है त, कसको गाउँ हो। उहाँहरू चाहिँ दर्शन गरेर फर्किँदै हुँदो रहेछ। हजुर
तपाईहरुले देख्नुभयो होला है दर्शन गरेर मान्छेहरु चाहिँ फर्किराख्नु भएको छ दर्शनार्थीहरु चाहिँ हामी चाहिँ भर्खर उकालो जाँदैछौँ जाने मान्छे चाहिँ त्यति भेटाएको छैन है हामी मात्रै हो क्या यो चाहिँ बल्लो डाँडाको देउराली है त अब चाहिँ हामी लगभग मास्लो फेरि ठुलो फेरि आइपुग्न लागिसकेको छु यहाँ एकछिन विश्राम गरियो थाकियो पनि बाबु हिँड्न नसक्ने भयो त्यही भएर बोक्नु पनि पर्यो अब यो उकालो अलिकति बाटो कटिसकेपछि चाहिँ हामी ठुलो फेरि पुग्नेछौँ है त बाबु चाहिँ हिँड्न नसकेर उफ मलाई पनि गाह्रो बनायो हिँड्नु न उसले त मजा भइरहेको होला होइन माथि मम्मी चाहिँ अगाडि छ गाह्रो छ कालो बाटो छ तर अब पुग्न लाग्यो यही माथि हो ठुलो फेरि चाहिँ अनि भोलि जाने हो भोलि मन्दिर जाने हो भन्नु भोलि मन्दिर जाने हो अनि पूजा गर्ने हो तपाईहरु पनि आउनु होला भन्नु पाठी भाडा दर्शन गर्न आउनु होला हामी चाहिँ जाँदैछौँ बाटो उकालो छ म चाहिँ हिँड्न सकेन भन्नु आपाले बोक्दै हुनुहुन्छ यस्तो छ है त भ्यू चाहिँ दामी छ गुराँसै गुराँस बोकिहाले अब आफूलाई माया गर्नु भाइ आगोपट्टि पनि सिक्नै लाग्यो क्या छि नपुज्नु त्यसरी बोक्ने नि आपाले बोकिहाल्छ नि पहिले चाहिँ नो केबल कार लेखेको थियो अहिले चाहिँ यसलाई पनि मेटाइदिएछ है त तपाईँहरूले मेरो पुरानो भिडियोमा पनि देख्न सक्नुहुन्छ हामी चाहिँ ठुलो फेरि पनि आइसकेको छौँ अनि ठुलो फेरिमा चाहिँ हल्का हुस्से पनि लागिरहेको रहेछ अहिले चाहिँ फेरि बाबु पनि हिँड्दैछ है त ए यस्तो दामी देख्न सक्नुहुन्छ हल्का कुहिरो लागिरहेछ माथि हामी चाहिँ मास्लो फेरि घुम्दैछौँ है त नमस्कार गर्नु यहाँ भएन यहाँ चाहिँ टोलीहरू भलिबल खेलिरहेको रहेछ है त यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ अनि हामी पनि एकछिन हेर्नेछौँ अब
हामी बुढाबुढी चाहिँ यो ठ्याक्कै मास्लो फेदीको चाहिँ यो पाथीभारा भन्ने ठाउँमा आएको छु अनि यहाँबाट चाहिँ मास्लो ठुलो फेदी चाहिँ एकदम बबाल देखिँदो रहेछ है। दामी छ, देख्न सक्नुहुन्छ तपाईहरु। अनि हामी भोलि जाने बाटो चाहिँ यो ठ्याक्कै यो भन्दा मास्तिर एउटा गेट छ, यहाँबाट सिधै माथि जाने है त। आजको यात्रा कस्तो भन्नु? अलिअलि दम बढ्यो। बुढीलाई चाहिँ अलिअलि दम बढ्यो। म चाहिँ बाबु बोकेर हिँड्नु पर्यो है, मलाई पनि गाह्रै भएको थियो झोला बाबु बोकेर। अनि हामी चाहिँ त्यहाँ होटल बुक गरेर बसिसकेका छौँ। 1000 रुपियाँ अरे रुम भाडा पनि है। अनि त्यही हो, अब हामी चाहिँ होटलतिर जानेछौँ गाइज। अनि भोलिको नयाँ भिडियो पनि हेर्नु होला। भोलि चाहिँ कस्तो हुन्छ भने बिहानै 4 बजी हिँड्नु पर्ने हुन्छ। अनि अँध्यारोमा खासै राम्रो हुँदैन होला, माथि टपमा गएपछि चाहिँ राम्रो देखाउनेछ है त तपाईँहरूलाई। गुराँस होटल एन्ड टेन्ट हाउसमा बसेका छौँ हामी चाहिँ। राम्रो रहेछ, यहाँबाट पारिपट्टिको भ्यू पनि एकदम दामी देखिन्छ है त। यो पाथीभारा भन्ने यहाँ भ्यूको लागि पनि दामी रहेछ यो ठाउँ। यहाँनिरको होटल चाहिँ त्यही साथीहरू, यहाँबाट भ्यू पनि राम्रो देखिँदो रहेछ। यो गुराँस होटलमा बस्नुहुन्छ तपाईँहरू चाहिँ भन्छु, आउने साथीहरू एकदम मोबाइल छ है त। यो चाहिँ ठुलो फेदी, अझै मान्छेहरू आउँदै हुनुहुन्छ। हामी चाहिँ तर अब जाडो पनि भयो नि त, अब तपाईँहरूलाई रुम पनि देखाउँछु है त कस्तो छ भन्ने चाहिँ। हाम्रो रुम दामी छ। मेरो छोरा यता, मेरो बुढी यता, अनि म चाहिँ यता छु है त। राम्रो छ। आउने बित्तिकै पानी दिनुभयो हामीलाई, तातो तातो पानी। चार्जिङ गर्ने ठाउँ यहाँ राम्रो छ एकदम। र आजको हाम्रो भिडियो चाहिँ यहीँ इन्ड गर्नेछौँ। भिडियो आजको कस्तो लाग्यो कृपया सल्लाह सुझाव प्रतिक्रिया जनाउनु होला। मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला भन्ने चाहन्छु। च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब पनि गरिदिनु होला। बाई बाई।